हेलो एन्ड वेलकम सुजन 7 ब्लगमा। आज चाहिँ घरमै बसेछु, गाडी चलाएको थिएन, अफिस गइनँ आज, घरमै छु। यसो हावा खानालाई बाहिर निक्लिँदैछु। हेर्नु होला हावा खाने ठाउँ कस्तो छ। अगाडि मम्मीहरू हिँडिसक्नु भएको छ। अब हामी चाहिँ यसो माथि बारीतिर जाँदैछौँ। यहाँ चाहिँ कुखुरा फार्म पनि छ है। अगाडि हिँडिरहनु भएको छ मम्मी र भाउजू। शीतल हावा पनि चलिरहेको छ। मकैबारी डरेमै त गएछ। मकैबारी पुरा अलिकति घरमा बस्दा चाहिँ झ्याउ लागेर मतलब गाह्रो हुँदो रहेछ क्या। त्यो जहिले अब काममा हुन त काममा गयो भने बस्ने काम मात्रै हो, त्यस्तो अहिले काम छैन नि त, त्यही भएर। तर पनि घरमा बस्दा चाहिँ अति नै झ्याउ हुन्छ क्या। त्यो अरू आफै काम नै नभएर कि के हो। अनि अलिकति घरमा चाहिँ बस्दा झ्याउ लागेर बाहिर यसो डुल्न आएको छौँ। बबाल छ है, हेर्नु त ल। हाम्रो चाहिँ अब यहाँ बारी मतलब हामीले मकै लागेको ठाउँमा चाहिँ आइपुग्यो होइन। अलिकति माथि मकै लागेको थियो नि त हामीले। त्यो चाहिँ हो होला, यो मकै र भटमास त्यो मम्मी र भाउजू बस्नु भएको उतापट्टि पनि हो, यो पनि हो। यहाँ चाहिँ पुरै सबैले लाग्छ। तलतिर पनि छ, यहाँ पनि छ, यहाँ पनि छ होइन। यस्तो छ होला। मकै खान मन लाग्यो भने मम्मी कहिले खानु हुने हुन्छ अरे? असारमा हुन्छ। असारमा मकै पोलेर खाना आउनु होला है त। कोही हेर्नु भएको छ, आउनुहोस् मकै पोलेर खाना है। यहाँ लप्सीको बोट पनि छ। लप्सीको बोट होइन यो? ऐ अब भाउजूको होइन, अब माइतीको। अब आरुको बोट पनि छ नि त्यहाँ। आरु छ, लप्सी छ, अरू के छ अन्नै छ। अरू पनि छ यहाँ है। अरू पनि यस देख्नु भयो होला नि होइन। खतरा छ, यस्तो शान्त क्या, आरामदायी हो, मजा। रमाइलो छ ठाउँ, तपाईँहरू नि आउनु होला। अब मकैबारी जाने त्यो मकैबारी एकछिन घुम्यो, अब ततिर लाग्छ यता। मैले त त्यहाँ बसेको मान्छे को ड्याडी आएर कहाँ त्यहाँ बसेछ भनिरहेको त होइन। त्यत्रो पातलो कहाँ छ त ड्याडी? फ्रेस भयो, मकैबारी घुम्यौँ है। अझै तलतिर पनि छ है हाम्रो, त्यहाँ मात्रै होइन। हाम्रो त अलिक यहाँ तल पनि मकै लाउनु भएको मम्मीहरूले पहिल्यैदेखि लाग्यो हो। ठाउँ ठिक छ नि होइन? कमेन्ट गर्नु त झ्याप्पा लाएर।
बस्नलाई चाहिँ अब अहिले त धेरै गर्मी छ नि त। हिजो टोखामा गथे लास्टै गर्मी थियो हिजो हो। अनि यता चाहिँ त्यो यता वर्षा पानी हुने रहेछ क्या। यहाँ चाहिँ अलिक चिसो छ क्या। फेरि यो धेरै बस्ती छैन नि त, अलिक खुल्ला खुल्ला ठाउँ छ, त्यही भएर होला सायद। अनि यहाँ चाहिँ अलिकति चिसो भएर एडजस्ट हुन अलिकति गाह्रो हुँदो रहेछ। अनि त्यो बस्नको लागि राम्रो छ क्या ठाउँ चाहिँ। यहाँ पनि पछि अब केही वर्षपछि त यहाँ पनि बस्ती थपेपछि चाहिँ त्यस्तै हुन्छ होला होइन, गर्मी बढ्छ होला सायद। अहिलेसम्म चाहिँ ठिकै छ यहाँको। अब हाम्रो अलिकति यता डिलमा नि के भन्छ बारी मकै लाग्छ हेर्न जाउँ त गाइस। के भयो मम्मी? ल हेर्नु यहाँ खन्न त म पनि आएको थिएँ। त्यो पानी परेर दिन आएन मम्मी यहाँ। ल सिमी कस्तो मजाले सिमीहरू होइन झ्याप्पा भएछ। त्यो अझै लानु भयो क्या। सिमी यता टक्क मकै पनि छ है। माथि भयो यहाँ भयो फर्सी पनि लाग्छ है। काँक्रा पनि लाग्दैन उयो छेउमा। उयो चाहिँ किन यहाँ गाडे यो के छ यहाँ? घिरौला यहाँ चाहिँ फर्सी छ अरे। यहाँ फर्सी रहेछ यताबाट यहाँ पारिने। अनि त्यहाँ कुनामा नि लाग्छ हामीले। हजुर कुरो खै दरी यो माथि चाहिँ है यस्तो नगर्दा भयो हुन्थ्यो। हेर सबै डोजर लाएर यस्तो गरेछ। यो पछि अब यो के भन्छ असार साउनमा त अनि पानी पर्छ नि त। पानी परेपछि त अब त्यो पानीले सबै पहिरो आउनेहरू कारणै यही हो क्या, मलाई त्यस्तो लाग्छ है। अनि यस्तो सबै डोजर लाएर हेर सब खनेछ क्या। खास त यो पनि अब पहिला सबै यहाँ अर्कै त्यो राम्रै जग्गाहरू थियो नि त, सबै प्लटिङ गरे हो यो होइन। त्यही हो कुरो चाहिँ। अब मकैबारी आज डरै घुम्यो है हामी। अब हाम्रो यहाँ कुनामा नि एउटा मकैबारी छ ल, एउटा नभनौँ 2, 3, 4 ठाउँ छ अझै। यसलाई के भन्छ अरे? लट्टे पनि छ। फर्सी यहाँ चाहिँ यो चाहिँ हाम्रो यहाँ छ ल। अब अर्को यो हो यहाँ फर्सी चाहिँ धेरै रहेछ ल। यो उत्यो माथिल्लोको उत्यो पनि हो यो। अनि त्यसपछि त्यो उकालोको त्यो पुरै हो त्यस्तो छ। मम्मीहरू त्यहाँ हेर्दैछ। अनि यो यहाँबाट माथिसम्म हो। त्यसपछि आएर त्यहाँ कहाँ हो त्यहाँबाट यता त्यहाँ परसम्म छ। यति नै हो अब चाहिँ मकै हामीले लाग्यो है। मकै पोलेर खाना आउनु है त को हुनुहुन्छ। ल हेर त्यहाँ त दसैँ लगाइसकेछ चङ्गाबाट छ त्यहाँ हेर्नु त। पब्जी खेल्न पुगे जस्तो अब बच्चाहरू। मैले लगभग 2 वर्ष अगाडितिर चाहिँ चङ्गा नै उडाउँदैन थियो क्या दसैँमा। सबै मोबाइल खेल्ने होला क्या सायद, त्यही भएर चट्टै टक्क भटमास मात्रै लगाइदिएछ क्या। अनि साइडमा मकै होइन स्वेट लगाएर ल आजलाई चाहिँ टाटा बाई बाई, सी यू अगेन। ओके आज हामी फ्रेस भएर घुम्यौँ। तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला है। लास्टसम्म हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। अनि के भन्छ लाइक सेयर कमेन्ट सब्सक्राइब सब दबाइदिनु। के जाने हो र है? के भयो तपाईँ छैन आएको? ओके बाई बाई।